फ्रिज भएको टिकटक आइडीलाई हामीले कसरी अनफ्रिज गर्ने भन्ने बारेमा म आज तपाईँलाई जानकारी गराउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिले तपाईँले टिकटक एप ओपन गर्नु होला। टिकटक एप ओपन भइसकेको छ। त्यसपछि तपाईँले आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा गइसकेपछि तपाईँले माथि थ्री लाइन देख्दै हुनुहुन्छ। यहाँ थ्री लाइनमा क्लिक गर्नु होला। यहाँ थ्री लाइनमा क्लिक गरिसकेपछि तपाईँले सेटिङ एन्ड प्राइभेसी भन्नेमा क्लिक गर्नु होला। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ कन्टेन्ट प्रेफरेन्सेस, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले त्यसपछि के गर्नु होला भने यहाँ लेखिएको छ रिफ्रेश योर फर यु फिड, रिफ्रेश योर फर यु फिड, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ रिफ्रेश योर फिड भनिएको छ। अब तपाईँले के गर्नुपर्ने हुन्छ भने यहाँ स्टार्टमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ स्टार्टमा क्लिक गर्ने। त्यसपछि यहाँ तपाईँको देखेर आउँछ वाइ डिड यु रिफ्रेश योर फिड। अब तपाईँले यहाँ क्युरियोसिटीमा क्लिक गर्नु होला। त्यसपछि सबमिट गरिदिनु होला। त्यसपछि गो टु फर योर फिडमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईँले फेरि प्रोफाइलमा आउनु होला। थ्री डटमा क्लिक गर्नु होला। थ्री लाइनमा सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। त्यसपछि कन्टेन्ट प्रेफरेन्समा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ रिफ्रेश योर फर यु फिड इन प्रोग्रेसमा देखाइरहेको छ। यहाँ तपाईँको रिफ्रेश भइसकेपछि फर यु रिफ्रेश भइसकेपछि यहाँ तपाईँको लेखेर आउँछ है। यति गरिसकेपछि तपाईँको फ्रिज भएको आइडी अनफ्रिज हुन जान्छ। त्यसपछि तपाईँ ब्याक आउनु होला। ब्याक आइसकेपछि तपाईँ स्क्रोल गरेर माथि जानु होला। हेल्प सेन्टरमा क्लिक गर्नु होला। हेल्प सेन्टरमा क्लिक गर्नु होला। त्यसपछि यहाँ रिपोर्ट अफ प्रब्लम रिपोर्ट गर्न सक्नुहुन्छ यहाँ, अथवा तपाईँले डाइरेक्टली च्याट गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, डाइरेक्टली च्याट गर्न सक्नुहुन्छ। हामीले के गर्ने हो भने डाइरेक्टली यहाँ च्याट विथ अस, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि तपाईँको एकछिन वेट गर्नुपर्ने हुन्छ। अब तपाईँले यहाँ मेसेज लेख्नुपर्ने हुन्छ। हाम्रो आइडी फ्रिज भएको छ त्यसको लागि। अब हामीले यहाँ हेलो भनेर लेख्ने। त्यसपछि यहाँ हामीले लेख्नुपर्छ टिकटक टिम माई आइडी माई टिकटक ID is please unfreeze it भनेर मेसेज गरिदिने। यति गरिसकेपछि तपाईँको यो रिपोर्ट हुन्छ। अनि यहाँ तपाईँको यहाँ लेखेर आउँछ। यहाँ देख्न सक्नुहुन्छ यहाँ केही प्रब्लमहरूको कारणले फ्रिज भएको हो। पोस्ट भिडियो रेगुलरली, हामीले डेली भिडियो पोस्ट गर्नुपर्ने हुन्छ। यति ओके गाइज, थ्याङ्क यू फर वाच दिस भिडियो। फर मोर इन्फर्मेसन प्लिज follow, subscribe my channel and give me one like and one comment.